बाँके बिहारी नन्दलाल भगवानको जय जय होस्। लक्ष्मीनारायण भगवानको जय जय होस्। ओम शिव शंकर भगवानको जय जय होस्। यसरी भगवान परमात्मा नारायण हरिलाई आनन्द नाम गरेको तटमा बसेर भगवान सुखदेव महाराज भगवानले परिचित राजालाई कथा सुनाइ बक्स्यो। राधे राधे। भगवान परमात्मा नारायण हरि आनन्द नाम गरेको तटमा बसेर भगवान परमात्माले कथा सुनाउनु भयो। यो संसारमा मेरो भगवान परमात्मा यो संसारमा गर्नुपर्ने कर्म धर्म संस्कृति संस्कारमा धर्मभन्दा ठुलो कर्म छैन, कर्मभन्दा ठुलो धर्म छैन। धर्म गरे कर्म मिल्ने, कर्म गरे धर्म मिल्ने। धर्म र कर्म भन्ने कुरा, सत्य भन्ने कुरा सधैँभरि नै हामीले अँगालो हालेर बस्नुपर्छ। राधे राधे। अँगालो हामीले कसले हालेका छौँ? कसलाई हालेका छौँ? घरलाई, क्षेत्रलाई, गाउँलाई, छोराछोरीलाई, सम्पत्तिलाई, रुपियाँलाई, पैसालाई, सुन चाँदी हिरा मोतीलाई सबैलाई अँगालो हाल्ने फुर्सद छ। तर धर्मको अँगालो हालेर धर्मलाई धारण गर्ने फुर्सद कसैलाई पनि छैन। राधे राधे भन्नुहोस् त। राधे राधे। धर्मको धारण गर्नलाई हिँड्नेहरूलाई पनि नाना थरी मात्रै बोल्न आउँछ। गएर सँगै आगो बालेको छ, त्यो आगो बालेको ठाउँमा गएर एउटा दाउरा हामीले पनि थपिदिउँ न त, त्यो आगो ननिम्नलाई भन्ने मन लाग्दैन। राधे राधे भन्नुहोस्। यो सारा संसारमा वैदिक सनातन हिन्दू धर्म, वैदिक सनातन धर्म किन बिलाको, किन हराएको, किन सिद्धिएको? धेरै नै क्रोध, धेरै नै अहंकार, म जस्तो जान्ने कोही छैन। यो संसारमा जान्ने को जन्मेको छ र? परमात्मा भगवान हुनुहुन्छ जान्ने र जनाउने, कोही पनि छैन। बराबरी हो हामी। राधे राधे भन्नुहोस्। ठुलो भनेको के हो त भन्दाखेरि ज्ञान र विज्ञान। जसले ज्ञान र विज्ञानलाई मानेको छ त्यो माथि आसना बस्न पाइन्छ। राधे राधे भन्नुहोस्। जसले ज्ञान र विज्ञान संस्कार संस्कृति धर्म केही पनि बुझेको छैन भने बुझाउने मान्छे माथि बसेको हुन्छ, बुझ्ने मान्छे अगाडि बसेको हुन्छ। हेर्नुहोस् त। राधे राधे भन्नुहोस्। राधे राधे भन्नुहोस्। त्यसै कारणले गर्दा भगवान परमात्मा नारायण हरि सधैँभरि नै परमात्मालाई नसम्झिकन जल पनि पान गर्न हुँदैन। राधे राधे। फल त जहाँसुकै जाओस्, जेसुकै गरोस्, एउटा गोठालाको कथा सुन भनी बक्स्यो। भगवान परमात्मा नारायण हरि एउटा गोठालाको कर्म सुनि बक्स। तिमीले आनन्दसँग बुझ्छौ कर्म गर्ने कस्तो हुन्छ, कर्म नगर्ने कस्तो हुन्छ भनेर परिचित राजालाई सुखदेव